तपाईले अहिले उहाँसँग संकल्प खोज्नेले तपाईहरुलाई एउटा ठूलो सकस छ। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन नि। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन। मज्जाले उठ्छ। 74 सालमा 2/3 थियो। त्यति बेला त संकल्प कहाँ थियो? अहिलेसम्म तपाईले एउटा चीज त हामीलाई भन्दिनु भएन। नेपालले पनि भारतको सीमा मिच्या छ भनेर प्रधानमन्त्री भइसकेपछि केही पर्दा हाम्रो प्रधानमन्त्रीले थाहा पाउनु भएछ। त्यो कुरा चाहिँ अहिलेसम्म किन नभन्दा तपाईहरुले? प्रधानमन्त्रीज्यूलाई संसदमा फसाइदिनु भयो हैन तपाईले? किन फसाउने र मैले प्रश्न गरे। तपाईले प्रश्न गर्नुभयो, प्रधानमन्त्रीज्यूले जवाफ दिनुभयो, अनि त्यही जवाफमा तपाईहरुले संसदमा हंगामा मचाइरहनु भयो। अहिले तपाईहरुलाई मसला मिल्या छ। कुरा त यही हो नि। आज ग्रेटर नेपालको कुरा गरिन्छ। ग्रेटर नेपालको कुरा मात्रै होइन, ग्रेटर नेपालको नक्सा त आफू काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा आफ्नो कार्यकक्षमा अहिलेको प्रधानमन्त्रीज्यूले राखेको हामीले देखेको। तर जहाँनिर प्रधानमन्त्रीको अभिव्यक्ति आयो यो त 1985 भन्दा अगाडि गएन। अब हाम्रो उहाँसँग आफ्नो एक्सपिरियन्स छैन। म यति भन्छु हैन, तपाईको एक्सपिरियन्स के चाहियो भने के तपाईको एक्सपिरियन्स के चाहियो पूर्वमन्त्रीज्यू? जबकि उहाँले संसदमा बोलेको दिनको घाम जस्तै छर्लङ्ग छ, अनि तपाईले त्यहाँनिर किन जिब्रो चपाउनु पर्यो? कि नेपाली कांग्रेसको छुट्टै नेपाली कांग्रेस चौमको छुट्टै हुन्छ? प्रधानमन्त्रीलाई जोगाउनलाई किन यति धेरै मेहनत गरेन भन्नुस्? हैन, जोगाउनु पर्छ, देशको प्रधानमन्त्री हो। उहाँले हाम्रा तथ्य प्रमाणका आधारमा कूटनीतिक हिसाबले संवादबाट यो टुङ्ग्याउँछु, यो नेपालको भूमि हो, त्यसलाई कायम गर्छु भन्ने संकल्प हामीले खोजेको संकल्प हो। तपाईले अहिले उहाँसँग संकल्प खोज्नेले तपाईहरुलाई एउटा ठूलो सकस छ। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन नि। भक्तपुरबाट उता लाएपछि तपाईहरुको चोरौलो उठ्दैन। मज्जाले उठ्छ। 74 सालमा 2/3 थियो। त्यति बेला त संकल्प कहाँ थियो? यस अगाडि भदौ 22 र 23 र 24 अगाडि कांग्रेस सहितको 2/3 थियो। त्यो बेला चाहिँ संकल्प कहाँ गएको थियो? 4 जिल्लामा नेपालीहरूले भारतीय जमिनमा आबादी गरिरहेका छन्। त्यसलाई चाहिँ नेपालीले सीमा अतिक्रमण गरेको भन्न मिल्छ कि मिल्दैन?